हेलो गाइज, दर्शन नमस्ते है। यो चाहिँ मलेसियाको सेरेम्बाङ राज्यको यो सेरेम्बाङ सहर है त गाइजहरु। यो एउटा हाम्रो नेपालमा नगरपालिका भने जस्तै एउटा नगरपालिकाको सहर हो। यो यति राम्रो, यति व्यवस्थित, यति सफा सुग्घर सहर छ। बडो रमाइलो ठाउँ छ यतातिर। यो चाहिँ मैले यसो गाडीमा बसबाट हिँड्दै गर्दा बस भित्रबाटै बनाएको भिडियो हो। ठाउँ निकै रमाइलो छ। यता साइडतिर पार्कहरू यताउता राम्रो छ ठाउँ। तर यो चाहिँ अब रोडमा गाडी घुर्दै गर्दाखेरिको हो। बडो रमाइलो छ ठाउँ। हामीहरूलाई चाहिँ टाढा पर्न चाहिँ बसमा झन्डै 2 घण्टा लाग्छ यहाँबाट त्यहाँ पुग्नलाई। तर पनि कहिलेकाहीँ गइन्छ यसो घुमघामको लागि। नेपाली होटलहरू छ। नेपाली होटलमा यसो नेपाली परिकारहरू खान पाइन्छ। त्यसै कारणले जान मन लाग्छ। कहिलेकाहीँ जान्छौँ हामी चाहिँ। यस्तो राम्रो छ। बराबर अपार्टमेन्टहरू छ। खुल्ला सडकमा कतै फोहोर धुलो धारी केही पनि देखिँदैन। अनि यता खेलकुद भइरहेछ। यो स्कुलको बच्चाहरू होला पुरै खेलिरहेछन्। टेन्टहरू लागेको छ। त्यो बच्चाहरूकै लागि, त्यो खेलाडीहरूको लागि होला सायद। अनि रमाइलो छ यतातिर। पुरा खेलिरहेछन्। यता माथितिर बल जस्तो उडाइरहेछन्। के हो त्यो पनि। अनि रमाइलो छ ठाउँ। यही छेउमै फेरि यत्रो ठुलो हिन्दू मन्दिर छ। अब ठाउँ चाहिँ मुस्लिम कन्ट्री हो भए पनि चाहिँ ठुल्ठुलो सहरहरूको बीचमा हिन्दू मन्दिरहरू, क्रिस्चियन चर्चहरू। अब मुस्लिम कन्ट्रीमा अब त्यो मस्जिद झन् नहुने कुरै भएन। मस्जिदहरू हुन्छ एउटै सटेकै ठाउँमा। उहीँ मन्दिर, उहीँ मस्जिद, उहीँ चर्चहरू हुन्छ। कसैलाई केही प्रब्लम छैन। हाम्रो नेपालमा चाहिँ बेला बेला धार्मिक युद्ध होला जस्तो गर्छन् मान्छेहरू। तर यहाँ त्यस्तो छैन। सब आफ्नै काममा फोकस भएर हुन्छ मान्छेहरू। सबै लगभग बिजी नै हुन्छ यहाँको मान्छे। कम्पनीहरूमा अब कोही अब ठुल्ठुलोहरू चाहिँ अब ठुल्ठुलो आफ्नो सरकारी जागिरहरू हुन्छ भने सामान्य मान्छेहरू पनि प्रायः जस्तो सबै कम्पनीतिरै व्यस्त हुन्छ। कसैलाई कसैको विरोध गर्ने, कसैको आलोचना गर्ने तिनीहरूलाई फुर्सद पनि हुँदैन। उनीहरूले आफ्नो गर्ने हो, आफ्नो खाने हो। सबैको आफ्नै धन्दा हुन्छ। कसै कतिपयले अब होटेल त के भन्छ यो कम्पनीतिर काम गर्छ भने कसैले आफ्नो होटेल व्यापार बिजनेसहरू गरिरहेको हुन्छ। शान्ति नै भए पनि केही न केही गरिरहेको हुन्छ। जस्तो हाम्रो नेपालमा जस्तो बेरोजगारी भएर बस्दैन। अनि कतै कसैको राजनीतिक भेला समारोहमा जाने, कसैको आलोचना गर्ने, कसैको जिन्दाबाद मुर्दाबाद भन्दै हिँड्ने, त्यस्तो यहाँ हुँदैन। एकदम शान्त। सब आफ्नै काममा व्यस्त, आफ्नै उसमा व्यस्त हुन्छ यहाँको मान्छे। रमाइलो छ ठाउँ। जे होस् यस्तै हुनुपर्ने रहेछ जस्तो लाग्छ मलाई चाहिँ। मान्छेहरू फुर्सदिलो भयो भने अनेक आउँछ दिमागमा। त्यसै कारणले